यो मुभीले फास्ट एन्ड फ्युरियस सागाको मुभी काउन्टको रेकर्ड तोड्न खोज्दैछ कि क्या हो? रिसेन्टली रिलिज भएको 2026 को सुपर नेचुरल हरर मुभी इन्सिडियस आउट अफ द फर्दरको रिभ्यू गर्न चाहँदैछु। यो इन्सिडियस फ्रेन्चाइजको 6th मुभी रहेको छ भने इन्सिडियस द रेड डोरको सिक्वल रहेको छ। यो मुभीको बजेट $18 मिलियन हो र यसले 4 दिनमा 60 मिलियन डलर्स कमाइसकेको छ। यसको स्टोरीको कुरा गर्ने हो भने एकजना फिमेल क्यारेक्टर हुन्छ जसले आफ्नो मदरको डेथ भइसकेपछि मदरको घर इनहेरिट गर्छ। अब त्यो घरमा बस्न गइसकेपछि त्यहाँ डिफ्रेन्ट सुपर नेचुरल इभेन्ट्सहरू अकर हुन थाल्छ। अब त्यो भइरहेको बेलामा त्यो एन्टिटी किन आयो, कसरी आयो, अब के गर्न खोज्दैछ, त्यही नै यो मुभीमा हेर्ने हो। यसको पोजिटिभ्सको कुरा गर्ने हो भने यसको रन टाइम 1 आवर 45 मिनट एकदमै ब्यालेन्स छ। यसको जम्प स्केयर्सहरू पनि एकदमै राम्रो छ, डर लाग्ने खालको नै छ हैन। अरु जस्तो त्यो जे पाए त्यही इलोजिकल खालको केही पनि छैन। मलाई मन परेको सिन चाहिँ त्यो लिड क्यारेक्टर एउटा एन्ट्री भित्र जान्छ र त्यो भित्र अड्किसकेपछि त्यहाँ डिफ्रेन्ट जम्प स्केयर्सहरू आउँछ, हरिफिक सिन्सहरू आउँछ, त्यो चाहिँ मलाई एकदमै थ्रिलिङ लाग्यो। यसको नेगेटिभ्सको कुरा गर्ने हो भने लास्टको 25 मिनट्स पछि स्क्रिन प्ले डाउनफल भइदिन्छ र इन्टायरली इङ्गेज बनाएर चाहिँ राख्न सक्दैन। यसको एन्डिङ पनि एकदमै धेरै त्यो एफोर्ट नलगाइकन क्विकली सकिन्छ, आँखा ब्लिङ्क गर्ने बित्तिकै एन्ड हुन्छ। तर ओभरअल हरर मुभी हेर्न रुचाउनेले चाहिँ यो मुभी मिस गर्न हुँदैन। यो मुभीको जम्प स्केयर्सहरू एकदमै राम्रो छ। म यसलाई चाहिँ 6.5 आउट अफ 10 रेट गर्छु। लाइक एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। एन्ड बिन्ज बेटर।